नमस्कार सबैजनालाई। को बन्दैछ त वर्ल्ड कप लिग 2 को च्याम्पियन। लास्ट डिफेन्डिङ च्याम्पियन स्कटल्यान्ड भिड्दैछ युएसएसँग। युएसए 36 पोइन्ट, स्कटल्यान्ड 36 पोइन्ट। यहाँबाट कुनै पनि टिमले कीर्तिपुरमा हुन गइरहेको गेम जित्छ भने टेबल टप गर्नेछ। यो केवल ग्रुप स्टेजको मात्र गेम होइन, यो त डाइरेक्ट पावर क्ल्यास हो यी दुई टिम बीच। यी दुई बीचको इन्काउन्टर एकदमै इन्ट्रेस्टिङ रहनेछ यो डब्लुसिएल साइकल 2 को अरू गेम मध्ये। यी दुई टप एसोसिएट नेसन भिड्दैछन् कीर्तिपुरमा। यो गेम किन पनि महत्त्वपूर्ण छ भने लास्ट नेपालसँग भएको स्कटल्यान्डको गेम डिएलएसको कारणले 2 रनले जितेको थियो स्कटल्यान्डले र युएसएसँग टेबल बराबर गरेको थियो, पोइन्ट्स बराबर गरेको थियो। यदि यहाँबाट स्कटल्यान्डले युएसएलाई जित्छ भने युएसएलाई उछिनेर अगाडि बढ्नेछ स्कटल्यान्ड र टेबल टप गर्नेछ। यदि तपाईँ वर्ल्ड कप लिग 2 को स्ट्याट हेर्नुहुन्छ भने, टेबल नै हेर्नुहुन्छ भने युएसएले 24 म्याचमा 18 जित निकालेको छ, जुन 75% हो। यो केवल रिजल्ट मात्र होइन, यो एसोसिएट क्रिकेटमा डोमिनेन्स नै हो। मिलिन्द कुमार यस साइकलमा युएसएका लागि सबैभन्दा कन्सिस्टेन्टबाट निस्केका छन्, जसले 21 इनिङमा 1016 रन बनाएका छन्। स्कटल्यान्डको तर्फबाट जर्ज मन्जीले 20 इनिङमा 1124 रन बनाएका छन् र यस डब्लुसिएल साइकलको लिडिङ रन स्कोरर पनि हुन्। युएसएका लागि मिलिन्द कुमार एक्स्ट्राअर्डिनरी ब्याटिङ गरिसकेका छन्। इन्डिया विरुद्ध खेलिसकेको छ, राम्रो एभरेज छ भने बलिङतर्फ सौरभ नेत्रवालकर आगो उकालिरहेका छन्। उनले रुथलेस बलिङ छ उनको। यी दुई बीचको कम्बिनेसनले युएसएलाई केही बलियो बनाउन सक्नेछ। अर्कोतर्फ स्कटल्यान्डलाई हेर्नुहुन्छ भने कीर्तिपुरमा एकदम फ्यामिलियर रहेका छन्। घर जस्तै छ स्कटल्यान्डको लागि कीर्तिपुर र जर्ज मन्जीको फर्म, म्याकमलनको अलराउन्ड पर्फर्मेन्स र ब्राड केरीको लगातार 2वटा प्लेयर अफ द म्याच पाएका छन् उनले। यो टिमका साथ उत्रिँदैछ स्कटल्यान्ड। र दोस्रो प्लेयर बीचको ब्याटल हेर्ने हो भने मिलिन्द कुमार राइट ह्यान्डेड ब्याट्सम्यान वर्सेस मार्क वाट लेफ्ट आर्म स्पिन बलर। मिलिन्द कुमार युएसएको लागि मिडल अर्डर एग्रेसिभ ब्याट्सम्यान हुन् र उतातर्फ वाट लेफ्ट आर्म स्पिनर राम्रो गरिरहेका छन्। युएसएका लागि सौरभ नेत्रवालकर इफेक्टिभ रहेका छन् भने स्कटल्यान्डका लागि जर्ज मन्जी ओपनिङ ब्याट्सम्यान एकदम फर्ममा छन् अहिले। यदि तपाईँ प्रेडिक्सनको कुरा गर्नुहुन्छ भने म स्कटल्यान्डतर्फ ढल्किन चाहन्छु। किन पनि भन्दा स्कटल्यान्ड यो कीर्तिपुरको पिचमा, कीर्तिपुरको ग्राउन्डमा फ्यामिलियर रहेको छ, उनीहरूको घर जस्तै पनि हो। र अर्कोतर्फ युएसए 35 रनमा समेटिएको थियो यो ग्राउन्ड। सँगसँगै युएसएको कमजोरी स्पिनिङ छ, स्पिनिङ ट्र्याकमा हुन्छ यो गेम। मार्क वाट केही हाबी हुन सक्छन्। अर्कोतर्फ भने स्कटल्यान्ड र युएसए यो भेन्यूमा, यो ग्राउन्डमा पहिलोचोटि खेल्दैछन्। केही युएसएको लागि अनफेमिलियर रहन सक्छ, कारणले गर्दा पनि स्कटल्यान्ड यो ग्राउन्डमा केही बलियो देखिन सक्छ। एउटा मजाको कुरा के छ भने स्कटल्यान्डको विरुद्धको गेम युएसएले जित्छ भने केवल डब्लुसिएल 2 को टेबल टप मात्र हुँदैन, च्याम्पियन नै बन्नेछ। किनभने स्कटल्यान्डलाई म्याथमेटिकली रूपमा त्यो स्थान हासिल गर्न, त्यो पोइन्ट हासिल गर्न असम्भव रहनेछ। के तपाईँ मेरो प्रेडिक्सनसँग सहमत हुनुहुन्छ भने कमेन्ट गर्नुहोस्। कसले जित्छ, स्कटल्यान्डले अथवा युएसएले? यदि यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। नेपालको यस्तै रोचक र डब्लुसिएल 2 को डेटाबेस एनालाइसिस हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला। धन्यवाद।